धेरैजसोलाई के लाग्छ भने थोरै तलबमा करोडपति बन्ने कुरा त सपना मात्रै हो, जागिर गरेर कहाँ धनी बनिन्छ र? तर के यो सोचाइ साँच्चै सही हो त? आज हामी यही भ्रमलाई तोड्ने प्रयास गर्नेछौँ। ल, यो प्रश्नलाई अलि गहिरिएर हेरौँ न। महिनाको 20,000 कमाउने मान्छेले करोडपति बन्ने? सुन्दा त पत्यार नलाग्न सक्छ होइन, तर यो कुनै जादु होइन। यो त हो वित्तीय अनुशासन अनि सही सोचको कमाल, जसले असम्भव जस्तो देखिने कुरालाई पनि सम्भव बनाइदिन्छ। हो, यसको जवाफ हामीले सामान्यतया सोच्ने भन्दा बिल्कुलै फरक छ। कुरा पैसा कति कमाइन्छ भन्नेमा मात्र होइन, त्यो पैसालाई कसरी चलाइन्छ भन्नेमा छ। अब यसलाई एउटा कथाबाटै बुझौँ है त। यो कथा हो दुईजना साथीको, जसको यात्रा एउटै ठाउँबाट सुरु हुन्छ। उनीहरूको भविष्य उनीहरूको भाग्यले होइन, बरु उनीहरूले लिने साना साना निर्णयले तय गर्छ। ल, अब भेटौँ हाम्रा दुई पात्रहरूलाई, अमित र राज। उनीहरूको कथाको सुरुवात एकदमै उस्तै छ। एउटै सहर, उस्तै जागिर अनि तलब पनि ठ्याक्कै महिनाको 10,000। बाहिरबाट हेर्दा त केही फरक छैन होइन र? तर अब उनीहरूले जुन बाटो रोज्छन् नि, त्यसले उनीहरूको भविष्यमा आकाश पातालको फरक ल्याइदिन्छ। पहिला अमितको कथा हेरौँ। उसको कमाइ त बढ्दै जान्छ, तर सम्पत्ति कहिल्यै बढ्दैन। उसको कथा सायद हामीमध्ये धेरैको जीवनसँग मिल्न जान्छ। उसले एउटा यस्तो सामान्य गल्ती गर्छ जुन धेरैले गरिरहेका हुन्छन्। सुरुमा 10,000 तलबले उसको कोठा भाडा र सामान्य खर्च ठिक्क हुन्छ। बचत 0। जब उसको तलब बढेर 15,000 पुग्छ, उसले बचत गर्ने सोच्नुको साटो तुरन्तै किस्तामा एउटा नयाँ बाइक किनिहाल्छ। अब त्यो बढेको 5,000 सिधै बाइकको किस्तामा जान थाल्छ। अनि बचत फेरि पनि 0। समय बित्दै जान्छ, उसको तलब 25,000 पुग्छ। बिहेपछि ऊ अलि ठूलो फ्ल्याटमा सर्छ, भाडा पनि बढ्छ। तलब 35,000 पुग्दा बच्चाको जन्मको खर्च क्रेडिट कार्डबाट तिर्छ, अनि त्यसको किस्ता थपिन्छ। हेर्नुस् त, उसको आम्दानी त बढिला छ, तर उसको खर्च पनि त्यही गतिमा बढेकोले उसको हातमा कहिल्यै पैसा बच्दैन। ऊ सधैँ अर्को महिनाको तलब कुरेर बस्ने अवस्थामा पुग्छ। अब राजतिर लागौं, जसको सोच्ने तरिका अमितको भन्दा बिल्कुलै फरक छ। उसको पनि कमाइको स्तर उही हो, तर उसको निर्णयले उसलाई पुरै अर्कै दिशामा डोर्याउँछ। 10,000 को तलबमा राजले आफ्नो खर्च अलिक कम गरेर 3,000 बचाउँछ र त्यसलाई हरेक महिना जम्मा हुने खाता, जसलाई रिकरिङ डिपोजिट भनिन्छ, त्यसमा राख्न थाल्छ। तलब 15,000 पुगेपछि पनि ऊ बाइकको लोभ गर्दैन, बरु अफिसपछिको खाली समयमा थम्बनेल डिजाइन जस्तो एउटा नयाँ सिप सिकेर अतिरिक्त आम्दानी गर्न थाल्छ। यसले गर्दा उसको मासिक बचत 13,000 पुग्छ। तलब 25,000 हुँदा बिहेपछि ऊ अमित जस्तो महँगो फ्ल्याटमा सर्दैन, बरु अलि सस्तोमै चित्त बुझाउँछ। बच्चाको जन्मको खर्च पनि उसले ऋण लिएर होइन, आफ्नै बचतबाट तिर्छ। अनि 35,000 तलब पुगेपछि मात्रै उसले नगद तिरेरै बाइक किन्छ। उसको यही लगातार बचत र अतिरिक्त आम्दानीले उसलाई ऋणको पासोबाट सधैँ टाढा राख्छ। ल, अब एकैचोटि 20 वर्ष अगाडि जाउँ र हेरौँ यी दुई फरक बाटोले उनीहरूको जीवनमा कस्तो असर पार्यो। यो नतिजाले साँच्चै नै छक्क पार्न सक्छ। 20 वर्षपछि राजको नेटवर्थ कति होला? सोच्नुहोस् त, 1 करोडभन्दा बढी। अनि त्यो पनि उसको म्युचुअल फन्डको लगानीबाट मात्रै। म्युचुअल फन्ड भनेको थाहा छ नि, धेरैजनाबाट थोरै थोरै पैसा उठाएर कुनै विज्ञले विभिन्न ठाउँमा लगानी गरिदिने कोष। उसको त्यही सानो तर निरन्तर लगानीले कम्पाउन्डिङको जादु देखायो। कम्पाउन्डिङ मतलब ब्याजमाथि पनि ब्याज कमाउने त्यो शक्तिशाली प्रक्रिया, जसले यति ठूलो सम्पत्ति बनाइदियो। 20 वर्षपछि दुईजनाको अवस्था हेर्दा आकाश जमिनको फरक छ। एकातिर अमित घर र गाडीको किस्तामा डुबेको छ, कुनै आपतकालीन कोष छैन र सधैँ पैसाको तनावमा बाँचिरहेको छ। अर्कोतिर राज पुरै ऋणमुक्त छ, उसको साथमा ठूलो आपतकालीन कोष छ, आम्दानीका अनेक स्रोतहरू छन् र कुल सम्पत्ति 3 करोडभन्दा माथि पुगेको छ। त्यसो भए यो कथाबाट सिक्नुपर्ने कुरा के हो त? अब राजको सफलता पछाडिका ती सिद्धान्तहरूलाई बुझौँ, जसलाई सम्पत्ति निर्माताको सूत्र पनि भन्न सकिन्छ। सामान्यतया धेरै मानिसहरू यो सूत्र अनुसार चल्छन्। तलब आउँछ, पहिले सबै खर्च गरिन्छ, अनि केही बच्यो भने त्यसलाई बचत भनिन्छ, तर यो सोचले बचतलाई कहिल्यै प्राथमिकता दिँदैन अनि अन्त्यमा केही पनि बच्दैन। तर धनी भन्ने सोच ठिक उल्टो हुन्छ।
यहाँ तलब आउने बित्तिकै सबैभन्दा पहिले लगानीका लागि एउटा हिस्सा छुट्याइन्छ अनि बाँकी रहेको पैसाले मात्र खर्च चलाइन्छ। यसलाई पहिले आफैलाई तिर्ने सिद्धान्त पनि भनिन्छ, जसले बचत र लगानीलाई सधैँ सुनिश्चित गर्छ। अब एउटा एकदमै रमाइलो तर शक्तिशाली सिद्धान्तको कुरा गरौँ, जसलाई नातिको सिद्धान्त भन्न सकिन्छ। यसलाई यसरी बुझौँ है, कमाई भनेको मूलधन भयो। त्यो मूलधनलाई लगानी गर्नु भनेको आफ्नो छोरा जन्माउनु जस्तै हो। अनि जति पनि रमाइलो गर्ने, घुम्ने, नयाँ सामान किन्ने, त्यो सबै चाहिँ लगानीबाट आएको नाफा अर्थात् आफ्नो नातिको कमाईबाट मात्रै गर्ने। आफ्नो मूलधन अर्थात् कमाईलाई कहिले पनि सोख पूरा गर्न खर्च गर्ने होइन, बरु त्यसलाई काममा लगाएर बढाउने हो। यो चार्टले समयको शक्तिलाई छर्लङ्गै पार्छ। हेर्नुस् त, 20 वर्षको उमेरमा सुरु गरिएको एउटा सानो मासिक लगानीले पछि गएर 40 वर्षको उमेरमा सुरु गरिएको 5 गुणा ठूलो लगानीले भन्दा कति धेरै सम्पत्ति जोडेको छ। यसको मतलब के हो भने कति लगानी गरियो भन्ने भन्दा पनि कहिले सुरु गरियो भन्ने कुराले धेरै ठूलो फरक पार्छ। जति चाँडो त्यति नै राम्रो। त्यसो भए अमितको बाटो छोडेर राजको बाटोमा हिँड्न के गर्नु पर्ला? पहिलो, तलब बढ्ने बित्तिकै खर्च बढाउने र जीवनशैली अपग्रेड गर्ने बानीलाई रोक्नु पर्यो। दोस्रो, आफ्नो 9 देखि 6 को जागिरले त घर खर्च चल्छ, तर सम्पत्ति बनाउन साँझ 6 देखि 9 को समयमा कुनै नयाँ सिप सिकेर अतिरिक्त आम्दानीको स्रोत बनाउनुपर्छ। र तेस्रो, आफ्नो समय बेचेर मात्र पैसा कमाउने होइन, बरु अरूको मद्दत लिएर आफ्नो काम र आम्दानीलाई अझ बढाउने प्रयास गर्नुपर्छ। अन्तमा यो भनाइले आजको सबै कुरालाई समेट्छ। जागिरले वर्तमानका आवश्यकताहरू त पूरा गर्ला, तर साँचो अर्थमा आर्थिक स्वतन्त्रता र सम्पत्ति बनाउनका लागि अतिरिक्त मेहनत र स्मार्ट लगानी अनिवार्य छ। अब प्रश्न यो हो, के साँझको समयलाई आफ्नो भविष्य बनाउन लगानी गर्न तयार हुने?